जय बहादुर उद्यानमधलं उशीर भए बसेको बजडी एक वंशवाली हुने थियो धनराज हरिने भुँडे मुसिङ हो मुले भने वंशवाली राख्दा थियो कहिले कहाँबाट आयो को कहाँबाट आयो भन्ने यदि नराज त नआयो नि अब नआइ भन्नु भने पछि उसले फार्म भयो अब भने पनि नाराज नभने भेट मूल भने ओहो अब पढ्यो असो अब उकिल जसो मान्छे ठुलो मान्छे बियो मल उदान मल्दो बियो बङ्गला बस्ने अब पछि उही फार्म भयो उयो कुरो भन्नु नआएको थियो उसले भने कि नै हजुर घरमा छैन पुरानो नै हाम्रो घरमा यी वंशवाली देखेर थियौँ कहीको पुर्खा कहाँबाट आएको कहीको पुर्खा कहाँबाट आएको भन्ने यो कहानी देख्दा थियौँ अरे हजुर नि हजुर घरमा छैन पुरानो नि हाम्रो घरमा छैन बात त कसै खान छिनी नै तब भन्यो भने मैले डोटी अझ मेरो कोठाबाट आएको दान मल्दो बजे पुर्खा मेरो डोटी दान भगवतीमा अध्यक्ष भैया हुनाले घटाएको दुई पुर्खा आएका एक निङ्ला सेनमा बैठडीमा गयो एक पुर्खा दुई पुर्खा यहाँ आए तीन पुर्खा आए आयो नि कुरा नआउने गद्दी के त्यो हो न भइगयो अब त मलाई थाहा भइगयो भने उसले उयो भनेपछि जयबहादुर उकिलले बङ्गला बस्ने उदान मल्दोको सन्तान यो बैतडी भगवती अध्यक्ष भैया हुनाले म मानिदमा राख्यो अरू अटान खटान चालचलन गराउने पुर्खालाई राख्यो अब यो बैतडी रजबारीमा छ हामीलाई रजबारी नआए हुनु पऱ्यो अध्यक्ष भए भित्र जानु पऱ्यो भगवत अध्यक्ष भैया हुनाले पुर्खा तब भाइरा मान्छेले काम गराउने भित्र नआउने गरी पछि धेका गर्यो पुर्खालाई यो नआए हुन गोरेको पुर्खालाई दियो छोडी पगडी गोरेको पुर्खाले चलाउनु नआइसक्यो मेरो पुर्खालाई दियो तैँले नआइसक्यो म नआएँ भने त भित्रको चिज भयो बाहिरको चिज भयो भनेर भगवान्ले राखेको कालको कुरा हो अहिले त्यो कुरा कहाँ कोही मान्दै नै छिनै नै भिन्डान पखालमा चाहिँ प्रकट छिन् देवदेवता कुनै कुरो के गरे जनता नै आइछन् जनता आफ्नो आफ्नो सोचेको आफ्नो आफ्नो भने गर्छन् देवदेवता के गर्छन् अब आउँदा त नआएको कुरा त खुब लीला भाषाले भनिन्थ्यो नि कुरा नआउने गद्दी के